हेलो हेलो गाइज नमस्कार सबैजनाले के छ सन्चै हुनुहुन्छ तपाईँहरू। यताबाट रुमबाट चाहिँ निस्किसकेको छु। सो त्यही हो गाइज, अब साह्रै सतायो हौ जिन्दगीलाई। खै के भयो ठिकै हुँदैन यार। त्यही भएर सो फेरि आज पनि म हस्पिटल जाँदैछु र एकैछिनपछि यही मेट्रोबाट जानुपर्ने हुन्छ। जाँदैछ मेट्रो। अब एकैछिनपछि यसैमा चढेर म चाहिँ हस्पिटल जाँदैछु र हाम्रो ठाउँ चाहिँ यस्तै छ। अलिकति हिँड्नुपर्छ 5-7 मिनट 5-10 मिनट हिँड्नुपर्ने हुन्छ। सो त्यही भएर चाहिँ अब एकैछिन निस्किँदैछ। म निस्किसकेर चाहिँ अब त्यहाँ पर पुगेर एकैछिन मेट्रो चढेर चाहिँ जाँदैछु। फेरि एकैछिन हस्पिटल गएर फेरि चाँडो फर्किनु पर्ने हुन्छ। लास्टै टाइम लाग्छ कि हस्पिटलमा पनि लास्टै टाइम लगाउँछ कि गाइज। के गर्नु अब आफ्नो उपचार त गर्नै पर्यो। आफ्नो स्वास्थ्यको त ख्याल गर्नै पर्यो। आफैले नगरे फेरि गाह्रो हुन्छ। एक्सरेहरू गर्न बाँकी छ। औषधिहरू सकिरहेको छ। औषधिहरू लिएर आउनुपर्ने छ। यस्तै छ हो विदेशमा बिरामी हुन साह्रै गाह्रो छ। भिडियो हेर्दै गर्नु होला। मन पर्यो भने पेजलाई फलो पनि गर्नु होला। तपाईँहरू त माया देखाउनुहुन्न हो गाइस। के साह्रो हो यस्तो त भएन नि त हो। अनि फलो गर्नु पर्यो, कमेन्ट गर्नु पर्यो। किन हो हाम्रो त अनि लाइकै गर्नु, राम्रो कन्टेन्टै नभएर हो कि क्या हो। लाइक फलो नै गर्दै गर्नुहुन्न त यार। जतिको तति बरु अनफलो चाहिँ गर्नुहुन्छ यार साथीहरू। के पाएर यस्तो त भएन है। अलिक माया देखाउनु पर्यो। हामी नेपालीले एक आपसमा सपोर्ट गरागर गर्नु पर्यो। त्यही भएर सबैजनाले फलो गर्नु होला पेजलाई पनि र माया देखाइदिनु होला। सो त्यही हो गाइस। अब एकैछिनमा चाहिँ अब पुगिन्छ। मेट्रै चढेर जानुपर्ने हुन्छ। गाह्रो छ त विदेशमा। यहाँ मामाहरूले चेक गरिरहेर छ के को हो होइन। सो मैले चाहिँ उनीहरूलाई देखाएन भने भरे फेरि फाइन आउन सक्छ नि त। भरे फेरि मलाई नि किन भिडियो बनाइस् भनेर भरे फेरि जेल हाल्न बेर छैन नि त। त्यही भएर त्यहाँ उनीहरूलाई चाहिँ नदेखाएको। सो त्यही हो गाइस। तपाईँहरूले माया देखाउनुहुन्न त्यही झ्याउ लाग्छ कि गाइस। भिडियो त बनाउन त कोसिस गरिन्छ। अब कन्टेन्ट पनि खै कस्तो खालको कन्टेन्ट बनाउने त्यो पनि थाहा छैन। र पनि बनाउन चाहिँ ट्राई चाहिँ गरिन्छ। तर आउँदैन हो, लाइकै आउँदैन, भ्युजै आउँदैन। त्यही भएर मनै मर्छ कि गाइस। त्यही भएर सबैले फलो गर्नु है। सबैले फलो गर्नु होला। सबैले माया गर्नु होला, सपोर्ट गर्नु होला। थ्याङ्क यू सो मच सबैजनालाई। धेरै माया सम्झना। लास्टमा फेरि